आदरणीय साथीहरू नमस्कार। यहाँहरू हेर्दै हुनुहुन्छ हामीलाई, हामी देखाउँदैछौँ तपाईलाई। आज यस्तो भिडियो सामग्री लिएर म आएको छु। टन्सिल भएको बेलामा चाहिँ घरेलु उपचार कसरी गर्ने भन्ने बारेमा म एकदम विश्वासिलो र भरपर्दो उपचारको विषयमा यो सामग्री लिएर आएको छु। यो जाडोको चिसोको मौसममा धेरै जसो मानिसहरूलाई टन्सिलले सताउने गरेको पाइन्छ र धेरै त्यस्तो व्यक्तित्वहरू पनि हुनुहुन्छ। अब लागौँ यसको घरेलु उपचारतर्फ। के छ त यसको अचूक औषधि जुन प्रयोग गरिसकेपछि 100% नै राम्रो र त्यसको रिजल्ट चाहिँ राम्रो आउँछ अथवा विषयको हुन्छ भन्ने विषयमा म तपाईहरुलाई आज जानकारी दिन गइरहेको छु। अब सुरु गरौँ यता भिडियोतर्फ। जब तपाईलाई टन्सिल हुन्छ तब केराको बुङ्गो, हामीले केराको बुङ्गोहरू आफ्नो बारीमा हुने गर्छ। त्यो केराको बुङ्गोलाई चाहिँ ल्याएर त्यो नङ्ग्याएर भित्रको भाग जुन गुदी हुन्छ त्यसलाई काटेर तातो पानीमा हालेर उमाल्नुहोस् र केही बेर त्यसलाई भकभक उमालिसकेपछि त्यसलाई निकाल्नुहोस् र आफूले सक्दो कति तातोमा खान सक्नुहुन्छ त्यसलाई तारेर निचरेर बाक्लो पानी पनि एउटा बुङ्गो काटेर चाहिँ भित्रको जुन सेतो गुदी भाग हुन्छ त्यसलाई काटेर 1 गिलास अथवा 1 कचौरा पानीमा मजाले बाक्लो हुने गरी त्यसलाई उम्लिन दिनुहोस् र जब उम्लिसकेपछि आफूले जति तातो पानीमा जति सक्दो तातो पानीमा खान सक्नुहुन्छ, तपाईलाई कतिसम्मको तातो उचित लाग्छ त्यसलाई तारेर चिया तार्ने अथवा कुनै पनि सफा कपडामा तारेर त्यो भएको केराको त्यो बुङ्गोको गुदीलाई जोडसँग निचारेर जति सक्दो तपाईले निचार्न सक्नुहुन्छ त्यसलाई मजाले निचार्नुहोस् र त्यो पानीमा झार्नुहोस्। त्यसपछि त्यो पानी मजाले खानुहोस्। त्यसरी दिनको सकिन्छ भने कम्तीमा पनि 2 टाइम बिहान बेलुका, यदि अलि बढी सकिन्छ भने दिनको 3 पल्ट दिउँसो पनि तपाईहरु यो खाएर हेर्नुस्। यो अचूक औषधि हो। तपाईहरुको एकदम 100% विश्वास हुनेछ र एकपल्ट गरेर हेर्नुस् के हुन्छ कस्तो हुन्छ। त्यसपछि यहाँ आएर एक कमेन्ट दिन नभुल्नु होला है त। एकपल्ट तपाईले जसरी पनि रिजल्ट कस्तो हुन्छ भन्ने बारेमा चाहिँ एकपल्ट गरेर हेर्नुस् है त। हस्, धन्यवाद। यस्तै सामग्री भिडियोहरू तपाईहरुलाई अझ चाहिन्छ भने म फेरि पनि अरूको विषयमा पनि बनाउने छु है त। धन्यवाद।